हिजो म मेरो हेयर कट गर्नको लागि सलुनमा गएको थिएँ। अनि त्यहाँ एउटा इन्ट्रेस्टिङ कुरा चाहिँ के थियो भने, म त्यहाँ गएर म आफैले केही पनि गरिनँ, तर खालि त्यो चेयरमा बसेँ मात्र। अनि दाजुले नै हेरिदिनु भयो कस्तो काट्नुपर्ने, कहाँ मिलेको छैन। उहाँले नै हेरेर टाइम लिएर मजाले काटिदिनु भयो। अनि म जस्तो गएको थिएँ त्यस्तो होइन, तर लास्टमा डिफ्रेन्ट उहाँले बनाइदिनु भयो। अनि यसले मलाई एउटा परमेश्वरसँगको यात्राबारे कुरा सम्झना गरायो। धेरै पटक हामी आफूलाई परिवर्तन गर्ने ट्राई गर्छौँ अनि हामी स्ट्रगल गर्छौँ हाम्रो नराम्रो आदतहरूसँग, नराम्रो थटहरूसँग, नराम्रो एटिट्युडहरूसँग। अनि जब त्यो चेन्जेस, त्यो परिवर्तन हाम्रो जीवनमा हुँदैन, हामी फ्रस्ट्रेट भइराखेको हुन्छौँ। तर साँचो परिवर्तन चाहिँ खालि परमेश्वरबाट मात्र आउँछ। जसरी म कुर्सीमा बसेर सबै कुरा गर्नको लागि दाजुलाई नै ट्रस्ट गरेँ भनौँ, त्यसरी नै जब हामी परमेश्वरको उपस्थितिमा बस्छौँ, जब हामी उहाँको वचनलाई पढ्छौँ, वचन मनन गर्छौँ, प्रार्थनामा समय बिताउँछौँ अनि उहाँको उपस्थितिलाई मन पराउँछौँ, बिस्तारी परमेश्वर आफैले हामीलाई हाम्रो सोचाइमा, हाम्रो चरित्रमा, हाम्रो जिउने तरिकाहरूमा, हेर्ने दृष्टिकोणहरूमा परिवर्तन गर्नुहुन्छ। त्यसैले आज तपाईँ र मैले आफूलाई चेन्ज गर्नुमा भन्दा पनि बढी परमेश्वरको उपस्थितिमा बस्ने कुरामा ध्यान जब हामी दिन्छौँ, परमेश्वरले तपाईँ र मेरो लाइफलाई चेन्ज गर्नुहुन्छ।